कल्चरल क्लबको सदस्य प्रेम मुखिया युको आकस्मिक निधनले गोरुबथान साथै कल्चरल क्लबलाई धेरै क्षति पुगेको छ र यसले कल्चरल क्लबको तर्फबाट आज भावपूर्ण श्रद्धाञ्जली उहाँलाई हामीले अर्पण गरिरहेका छौँ र यस भावपूर्ण श्रद्धाञ्जली कार्यक्रममा सर्वप्रथम उहाँको आत्माले चिर शान्ति पाउन् भनी हामी 1 मिनटको मौन धारण सबैले गरौँ। त्यसपश्चात हामी उहाँलाई क्यान्डल बालेर उहाँलाई हामी श्रद्धासुमन गर्नेछौँ। आज यो शोकाकुल घडीमा हाम्रा प्रिय सदस्य उहाँलाई श्रद्धाञ्जली आज हामीले संस्थाको तर्फबाट गर्दैछ र 2 शब्दमा विषयमा भन्नुपर्दाखेरि गोरुबथानवासीले उहाँलाई साह्रै माया गरेको छ र अहिले हामी देख्दैछौँ विभिन्न जग्गामा उहाँको श्रद्धाञ्जली कार्यक्रमहरू साथसाथै हाम्रो एकजना वरिष्ठ समाजसेवीले उहाँको साडी पनि निर्माण गर्ने घोषणा गर्नुभयो। त्यो एकदमै के भन्नु त्यसलाई हामी खुसी व्यक्त गर्छौँ। खुसी त भन्नु होइन, एउटा ठुलो उहाँलाई कदर गरेको छ र विशेष स्कुलसँग सम्बन्धित हुनुहुन्थ्यो उहाँ। स्कुलको नानीहरूलाई त मैले जहिले पनि देख्थेँ गार्जेनले जस्तो नानीहरूलाई दोहोऱ्याएर खेलकुदप्रति विभिन्न जग्गामा लैजाने कार्यक्रम जस्तो टेबल टेनिसहरू उहाँले सुरु गर्नुभएको। सँगसँगै हामी संस्थासँग उहाँ सम्बन्धित हुनुहुन्थ्यो। संस्था प्रत्येक कार्यक्रममा उहाँले उपस्थित दिनुहुन्थ्यो। एकदमै राम्रो मिलनसार उहाँको व्यक्तिगत उहाँको निजी केही अलिकति तनावग्रस्त भए तापनि हामीसँग एकदमै राम्रो हुनुहुन्थ्यो र यसैले उहाँलाई जुन आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम गोरुबथानभरि नै चलिरहेको छ र हामी उहाँको सन्तप्त परिवारलाई हामी संवेदना प्रकट गर्छौँ। साथै उहाँको परम आत्माले वैकुण्ठमा बास गरोस् भन्ने हामी प्रार्थना गर्छौँ र त्यही हो, मान्छेले जन्मग्रहण गरेपछि कर्म गरेको ठाउँमा जुन उसले श्रेय पाउँछ त्यो चाहिँ सबैभन्दा ठुलो श्रेय हो। किनभने उहाँले जुन कर्म गर्नुभएको थियो कालेबुङमा सायद उहाँलाई नचिन्ला हो बेसी, र गोरुबथानमा चाहिँ सबैले चिन्ने, सबैको प्रिय हाम्रो प्रेम छ। आज हामीमा हुनुहुन्न, हामीलाई एउटा शून्यताबोध भइरहेको छ र पनि जे होस् मानव शरीर हो, किन्तु जानै पर्ने हो सबै। र विशेष उहाँलाई हामी सदा यस संस्थाले उहाँलाई हाम्रो भित्र हाम्रो हृदयभित्र हामीले चिर उहाँलाई सम्झना गरिरहनेछौँ र अन्य कार्यक्रम बिस्तारै केही गर्नुपर्ने उहाँको विषयमा विशेष उहाँको शुद्धि कार्य भइहाल्यो। शुद्धि कार्य कहिले हो यसो निदा लाउनुहोस्, साथीहरूले घरमा जानुपर्छ। 6 तारिक हो, हामी जाउँला र भन्दै आज यहाँ सबैजनाले उपस्थित हुनुभएको सबैलाई धन्यवाद दिँदै उहाँलाई फेरि एकपल्ट उहाँको आत्माले, पुण्य आत्माले वैकुण्ठमै बास गर्नुपर्छ भन्ने मेरो ठकुवा, यति राम्रो मान्छे हुनुहुन्थ्यो भन्दै मेरो 2 शब्द यहाँ